यति बेला हामी गोर्खा आइपुगेका छौँ। गुड मर्निङ सबैलाई। आज हामी गोर्खाका विभिन्न स्थानहरूमा चाहिँ ऐतिहासिक स्थानको भ्रमण गर्नेछौँ। आजको बिहानीसँगै आज हाम्रो तेस्रो दिन भ्रमणको। हामी गोर्खामा छौँ। यो भ्रमणको तेस्रो दिन हो। तेस्रो दिन आज विभिन्न ऐतिहासिक स्थलहरूको हामीले अवलोकन गर्नेछौँ आज। ल अब हामी पिपलथोक भीमसेन पार्कमा जाँदैछौँ। एकदमै पिपलथोक भीमसेन पार्कको नजिकै लटरम्म सुन्तला फलेका रहेछन्। ल ल जाउँ सबैजना पार्कको अवलोकन गरौँ। ल सबै विद्यार्थीहरू आइसक्नुभयो? यस गुड। ल आज हाम्रो तेस्रो दिन। पार्कमा प्रवेश शुल्क रु 10, विद्यार्थीको लागि रु 5 लेखिएको रहेछ। सम्पर्क व्यक्ति आएपछि हामीले यो पनि गर्नेछौँ। नजिकै हिमाल। सनराइज देख्ने हो, यहाँ हेरिने होला। यहाँ केही बादल लागेको कारणले गर्दा देखिसकेको छैन, खुलिसकेको छैन। ल सबैजना यता आउनुहोस् रे। ल उहाँले पहिला त हामी कहाँ आइयो भन्दाखेरि नेपालकै इतिहास जोगाउने, नेपाली भन्न जोगाउने भीमसेन थापा उहाँ जन्मिएको ठाउँमा आइएको छ है। एकदम भीमसेन थापा जन्मिएको ठाउँमा है। त्यसपछि गोर्खामा शाहवंश सुरु हुनुभन्दा पहिला है, यो भनेको यो हेऱ्यो देखियो नि, यो पारी यो लिग्लीकोट हेर्नुहोस् है। द्रव्य शाह दौडिएर राजा भएको। द्रव्य शाह दौडिएर राजा हुनुभन्दा पनि पहिला लिग्लीकोटमा घले राजा, गोर्खामा यहाँ खड्क मगर राजा थिए। दुईटा राजा थिए। यहाँ लिग्लीकोटमा घले राजा, यहाँ मगर राजा। त्यसपछि जहिले पनि घलेहरूले दौडेर आफै राजा हुने, उनीहरू बलियो स्ट्रङ हुने। अब अर्को वर्ष दौडिन पर्छ भनेपछि एक वर्ष पहिले तेल लाएर बसेर स्ट्रङ हुने, उहाँहरूले नै जित्ने। घलेहरू नै राज्य हुन्थ्यो, राजा हुन्थ्यो। त्यसपछि द्रव्य शाहले घलेहरूलाई त्यसको फेरि भनेको चेपे नदी, चेपेभन्दा पारी लमजुङ वारी गोर्खा है। चेपेले गोर्खा र लमजुङको सिमाना छुट्यायो। त्योभन्दा पारी लमजुङ वारी गोर्खा। यतापट्टि आएपछि यहाँ बुढी गण्डकी छ। बुढी गण्डकीले फेरि पारी धादिङ वारी गोर्खा है। यसरी यो गर्दा यतापट्टि तनहुँपट्टि मोरसाङदीले छुट्यायो। उता तनहुँ, यता मोरसाङ, यता चाहिँ गोर्खा भएर यसरी यो भूगोल छुट्यायो। त्यसपछि अब त्यहाँ त घले राजाहरू सधैँ घलेहरू राजा हुने है। त्यसपछि लिग्लीको दौड हुन्थ्यो, हरेक वर्ष लिग्लीको दौड हुने। अनि घलेहरूलाई छल गरेर द्रव्य शाहले चाहिँ कसरी छल गर्नुभयो अरे भने चेपेबाट 14 किलोमिटरको दूरी चाहिँ लिग्लीकोटसँग दौडिनु पर्ने। अनि उहाँले चाहिँ जो दौडिएर अगाडि आउँछ उसैले बाटोमा काट्दैन, सेना परिचालन गरेर बाटोमा काट्दैन। 1 चेन 2 चेन 3 चेन त्यो 7 चेनसँग छ, त्यो 7 जनासँग काटेर गाडेको भनेर त्यो दौडको सुरुमा काटेपछि अनि उहाँले चाहिँ अब मैले राज्य अभिषेक गरेँ भनेर उहाँले राज्य अभिषेक गर्नुभयो त्यहाँबाट। अनि अहिले पनि हरेक वर्ष लिग्लीको दौड हुन्छ, दौडिएर राजा हुने चलन छ अहिले पनि है। अनि त्यसपछि उहाँले राज्य लिनुभयो, अर्को वर्ष पनि फेरि दौडिएर राजा हुनुपर्ने सुरु हुने। अब यो वर्ष एकपल्ट छोडिदिउँ शाहलाई, अब अर्को वर्ष हामी राजा हुन्छौँ भनिसकेपछि अर्को वर्ष राजाको आह्वान गर्नलाई तपाईँको के अरे लिग्लीको दौड आह्वान गर्नको लागि राजाले नै आह्वान गर्नुपर्ने छ भनेपछि होइन। अब दौडेर राजा हुने चलन गए, अब शाहवंश सुरु भयो भनेर त्यही लिग्लीकोटबाट अहिले राजा ज्ञानेन्द्रसम्म आएको शाहवंश सुरु भएको त्यही लिग्लीकोटबाट सुरु भएको हो। त्यसपछि यहाँ चाहिँ खड्क मगर राजाहरूको चाहिँ अलिकति नियम अब कुसंस्कार किसिमको भएको हुनाले अब पहिलो अब विवाह गरिसकेपछि जन्ती राजाकोमा लिन जानुपर्ने थियो। राजाले पहिलो सुगारात राजाले लुट्थ्यो, त्यस्तो भइसकेपछि त्यो मन नपरिसकेपछि द्रव्यशाहले मारेर यो राज्यले लिइदिनु भनेपछि मानसिंह खड्कालाई यही दरबारमा काटिदिनु भएको थियो। त्यसपछि एवं रीतले नरभूपाल शाह पछिको पृथ्वीनारायण शाहको जन्म भयो। पृथ्वीनारायण शाहको
सनराइज हामीले देख्न सक्छौँ सनराइज गर्न सफल हुनुभयो त्यो हुन